मैले सपनामा पनि सोचेको थिइनँ कि हाम्रो तनहुमा पनि यति राम्रो झरना छ भनेर। अब यस्तो झरनालाई त एक्सप्लोर गर्नुपर्छ भनेर म चाहिँ आज निक्लेको। त्योभन्दा पहिला चाहिँ यता कपाल काट्नुपर्ने अवस्था देखियो, चितवनको घारी भन्दा पनि बाक्लो भइसकेछ, यता नाकमा पनि पिम्पल्स आइरहेको थियो। यो सबै वर्ल्ड कपको साइड इफेक्ट हो कि यो सबै फिफाले मलाई क्षतिपूर्ति चाहिँ तिर्दिनुपर्छ है, मेन्सन गरिदिनु ल। कपाल काट्नको लागि चाहिँ म हाम्रै हिमालयन ब्युटी सलुनमा गएँ। यहाँको दाइ चाहिँ एकदमै मजाकै हुनुहुन्छ कि भित्रको डेकोरेसन पनि एकदमै राम्रो थियो। भर्खर भर्खर खोलेको पसल हो। यहाँ चाहिँ मेरो भिडियो हेरेर आउनु भयो भने चाहिँ 20% डिस्काउन्ट मिल्छ है हजुरहरूलाई। दाइले चाहिँ कपालको कटहरू चाहिँ जस्तो भने त्यस्तै नै हानिदिनु हुँदो रहेछ। मलाई चाहिँ एकदमै मन पर्यो उहाँले काटिदिनु भएको। अनि 20% ग्र्याब गर्नु छ भने चाहिँ अलिक छिटो आउनु, यो लिमिटेड अफर हो, फेरि केही समयको लागि मात्रै हो भन्दै हुनुहुन्थ्यो दाइले। कपाल काटेर सकिसकेपछि म चाहिँ झर्ना हेर्नको लागि लागेँ। यता फेरि भाइ आएर कुरेर बसिरहेको रहेछन्। त्यसपछि दाजुभाइ सरर लाग्यो। लोकेसन चाहिँ हजुरहरू भिमा जाने बाटो हुँदै जानुभयो भने चाहिँ बाटैमा कान्छी बराई मन्दिर जाने भनेर लेखेको छ बोर्ड। यही साइन बोर्ड फलोअप गर्दै आउनुभयो भने चाहिँ बिचमा अलिकति अफरोड रहेको छ। अलिकति हातमा स्किल भएको मान्छेले मात्रै लिएर आउनु होला, नत्र भने बाटो चाहिँ गाह्रो नै रहेको थियो। तर यस्तो भ्यू हेर्नु पाउँदा चाहिँ बाहुबली झर्नाको भाइब्स आइरहेको थियो। यो झरना र यो ठाउँ चाहिँ मलाई असाध्यै मन पर्यो। हजुरहरू पनि रियलमै आएर फिल गर्नु होला। कुनै पनि क्यामेराको लेन्सले खिचेको र आफ्नो रियल आँखाको लेन्सले हेरेको चाहिँ धेरै नै डिफ्रेन्ट हुँदो रहेछ।